साथीहरु यो चाहिँ हेर्नुहोस् मटर दाल है। मटर दालबाट चाहिँ के बनिँदो रहेछ हेर्नुहोस् ल। त्यो दाललाई चाहिँ खोलेर तपाईको डोलमा हालेर भिजाउनु पर्छ हेर्नुहोस् है। यसलाई चाहिँ तपाईहरुले कम्ती भनेको 12 घण्टा भिजाएको हुनुपर्छ। भिजाएपछि चाहिँ के हुन्छ हेर्नुहोस् ल। भिजाएपछि चाहिँ यसलाई चाहिँ तपाईको यो मेसिनमा हालेर यसरी ढाइ हालेर चाहिँ तपाईको पिसेपछि चाहिँ यस्तो हुन्छ। लिक्विड सलिडबाट लिक्विड है। त्यहाँबाट चाहिँ गएर तपाईले यस्तो भएर चाहिँ यसलाई चाहिँ यहाँ हाल्नुपर्छ। हेर्नुहोस् यस्तो छ है। घुमाउनु पर्छ हो। घुमेर चाहिँ तपाईको यस्तो पानी फिल्टर भएर झर्छ पानी मात्रै यस्तो हो। त्यहाँबाट चाहिँ के हुन्छ हेर्नुहोस् ल। फिल्टर भएपछि चाहिँ त्यसलाई चाहिँ यसरी डोलमा राख्नुपर्छ। हेर्नुहोस् यो बाँसमा तानेर चाहिँ तपाईको त्यहाँबाट चाहिँ यस्तो तानेर यहाँ राख्नुपर्छ। हेर्नुहोस् यो चाहिँ हो तपाईको। यसलाई चाहिँ त्यहाँबाट तपाईको यो पानी चाहिँ तपाईको 3 घण्टा 2 घण्टा राखेपछि चाहिँ यसलाई चाहिँ घोप्टाउनु पर्छ। सबै घोप्टाएर चाहिँ तपाईको त्यहाँ भित्र चाहिँ बसेको हुन्छ तपाईको यति सेतो जाम बसेको हुन्छ। त्यो दालको जुन चाहिँ तपाईको स्टार्च हुन्छ, स्टार्च चाहिँ त्यहाँ मुनि बसेको हुन्छ है। त्यहाँबाट चाहिँ के हुन्छ हेर्नुहोस् ल। यसरी ल्याउँछ तानेर ल्याउनु पर्छ। तानेर ल्याएपछि चाहिँ तपाईको त्यसलाई घोप्टाएपछि चाहिँ त्यहाँबाट झुन्डाएर चाहिँ यो कपडामा हालेर त्यो सबै स्टार्च चाहिँ झुन्डाएपछि चाहिँ यस्तो हुन्छ। लुगामा डल्ला परेको डल्ला राख्नुपर्छ है। त्यहाँबाट यो डल्लाको चाहिँ के हुन्छ हेर्नुहोस् ल। त्यहाँबाट यो डल्लालाई चाहिँ चाल्नीमा हालेर धुलो बनाएर चाहिँ यसको पाउडर बनिन्छ है। र यो पाउडरलाई चाहिँ यो डोलमा हालेर गमसँग फिटेर है यसलाई चाहिँ मुसेर त्यहाँबाट पास बनाएर चाहिँ यो जग्गामा पकाउने ठाउँ हो। यसलाई चाहिँ यो भाँडामा पकाएर झारेर त्यहाँबाट चाहिँ यसरी झुन्डाएर चाहिँ मजाले सुकाउनु पर्छ। तपाईको 1 दिनमा सुकेको चाहिँ एकदम राम्रो हुन्छ है। मुलायम मजाले बेन्ड हुने हुन्छ। त्यहाँबाट चाहिँ यसको प्रोसेसिङ चाहिँ फेरि यो प्याकेटिङ भएर चाहिँ त्यहाँ तपाईको यस्तो हुन्छ। यसलाई चाहिँ भनिन्छ फिङ। दालबाट फिङ बनिन्छ है। थ्याङ्क यू फर वाचिङ।